गाइज हेर्न सक्नुहुन्छ हामी कोरियन रेस्टुरेन्टमा खाजा खान आएको हामीसँग पैसा थिएन यही पानी मगाएर खाएर जाने हो गाइज अब हामीलाई सपोर्ट गरिदिनु होला यस्तो गरिबी छ तातो पानी मात्र खाएर जाने हो पैसै छैन लो गाइज इसमी सन्तोष रानो अनि म आज आएको छु पोखरा स्टेट फेस्टिभलमा अनि आज हामी न्यु इयर मनाउन आएका छौँ हेरेर इन्जोय गर्नु होला मसँग हुनुहुन्छ हाम्रो विजय दोस्त यो हाम्रो च्यानलको गाइज हेर्दै गर्नु है त सब्स्क्राइब गरिदिनु है अहिले हाम्रो डान्स देख्न सक्नुहुन्छ चाहिँ हाम्रो अम्ब्रेला स्ट्रिट गाइज रमाइलो गाइज हामी चाहिँ कोरियन रेस्टुरेन्टमा कोरियन फुड खान आएको छौँ अनि हाम्रो अर्डर भइसकेको छ हेरेर इन्जोय गर्दै गर्नु होला गाइज हेर्न सक्नुहुन्छ हामी कोरियन रेस्टुरेन्टमा खाजा खान आएको हामीसँग पैसा थिएन यही पानी मगाएर खाएर जाने हो गाइज अब हामीलाई सपोर्ट गरिदिनु होला यस्तो गरिबी छ तातो पानी मात्र खाएर जाने हो पैसै छैन गरिब युट्युबरलाई सपोर्ट गरिदिनु होला हाम्रो मिडियममा चाहिँ एकदम गरिब च्यानल छ सब्सक्राइब गरिदिनु होला यस्तै अब पानी मगाएर खानुपर्छ पैसा नभएर हेर्नुहोस् यस्तो कोरियन रेस्टुरेन्टमा आएर नि तातो पानी खाएर जानु परिरहेको छ अब ठिकै मगाएर खानुहुन्थ्यो हेर्नुहोस् अब यस्तो गरिबलाई चाहिँ के भन्ने हो केही तपाईँको सपोर्ट भयो भने चाहिँ अलि मिठो मिठो खान पाइन्छ होला ल सपोर्ट गरिदिनु होला है ल यही पानी खाएर जान्छ हामी हेर्न सक्नुहुन्छ हाम्रो पानी खाँदा खाँदै माया लाएर यहाँको सरले चाहिँ हामीलाई यो 3टा खानेकुरा ल्याइदिनु भएको छ तिमीहरू चाहिँ मेरो रेस्टुरेन्टमा आहो अब पानी मात्र खाएर नजाऊ यो पनि खाएर जाऊ भनेर भन्नुभएको छ उहाँलाई चाहिँ धन्यवाद दिन चाहन्छु है सपोर्ट गरिदिनु है अब मिठो खान पाइन्छ ल चाहिँ यहाँ चपस्टिकले ट्राई गर्दै हुनुहुन्छ है त ल म त एकदम प्रोफेसनल हो है प्रोफेसनल हेर्न सक्नुहुन्छ यसरी समात्ने हो यसरी समात्ने हो यसरी भएन खै कसरी भएन है च्याप्पा यसरी समात्ने हो यही हेर्नु यसरी समातेर यसरी खाने है मिठो रहेछ हेर्न सक्नुहुन्छ यहाँको मालिक कति दयालु हुँदो रहेछ अहिले पानी मगाएको थियो पानी मात्र खाएर जान्छ भनेको अब रोको रोको भाइ भनेर हामीलाई यो पहिला अचार दिनुभयो अनि यति मात्र अचार के खान्छ भाइ भनेर यो पनि ल्याइदिनु भयो अब यहाँको अरूलाई एकदम धन्यवाद दिन चाहन्छु तपाईँले चाहिँ यस्तै सपोर्ट गर्नु भएन हामी अझै धेरै खान सक्छौँ होइन तपाईँको आँखा किन रातो मेरो आँखा चाहिँ आज म सुतेमा क्या हो त्यही भएर मलाई चाहिँ यो अर्डरले ल्याइदिएर मलाई चाहिँ एकदम खुसी लाग्यो रुनु मन लाग्यो मलाई हामी यस्तो गरिबलाई पनि यहाँ अर्डरले साथ दिनुभयो त्यो भएर चाहिँ एकदम ह्याप्पी न्यु इयर अनरले ल्याइदिनु यहाँ छ हेर्न सक्नुहुन्छ ल भयो यहाँ धेरै चटक नगर यता हाम्रो दोस्त र हाम्रो फुड आइसकेको छ अब हामी खाँदैछौँ इधर ये खा रहा है, इतना खा रहा है, इतना खा रहा है, लेकिन इसका पेट नहीं भर रहा है।
यो खाना आउनु भएको छ खै नाम के भन्छ सन्तोषजी के भन्नु यहाँ बुढाबुढी नेवारी रेस्टुरेन्टमा आएका छौँ अनि हामी चाहिँ नेवारी खाना ट्राई गर्दैछौँ हेर्न सक्नुहुन्छ नेवारी खाना चाहिँ यहाँ हेर्न सक्नुहुन्छ है तपाईँ पनि आउन सक्नुहुन्छ यहाँ हाम्रो बफ सेकुवा चाहिँ आइसकेको छ है के तिमीहरू हौ ल यो मारी आइसक्यो है त गाइस म चाहिँ यो मारी ट्राई गर्दैछु है त तिम्रोमा कालो मेरोमा सेतो जादु हो नि त दामी छ है यो चाहिँ हाम्रो मिक्स बारा छ म ट्राई गर्दैछु र तातो चिया आयो है त हाम्रो हामी आएको छ पोखरा लेक साइड वसुन्धरा पार्क हामी चाहिँ यहाँ ग्रुपबाट हिँडेर आएको न्युयोर्कबाट नआएको है हामी हाम्रो कम्पनी यो कम्पनी भ्लगर भएन है भएन यो भ्लगरलाई यो भ्लगरको युट्युब च्यानल सब्सक्राइब नहाल्नु कुन भ्लगर हिँड्छ हो हिँड्छ हो कता हो पटेका ल गाइस पटेका चाहिँ खासै राम्रोसँग देख्न पाइएन सब होस्से रहेछ होइन मेरो साइडमा भएको साथी चाहिँ देखेको रहेछ है यस्तो आउँदाहरू छ ल सबै सेम टु यु ल सबैलाई ह्याप्पी न्यु इयर सबैको नयाँ वर्ष राम्रो होस् सुख शान्तिमय होस् ल सबैलाई नयाँ वर्षको शुभकामना छ ह्याप्पी न्यू ईयर ये दोस्तों हम 2026 मना के घर जा रहे हैं शुभकामना दिए चैनल को सब्सक्राइब कर देना लेकिन वीडियो वायरल हो जाना चाहिए देखते रहिए संतोष जी को जलपरी को ये दोस्तों